नेपाल हार्नुको मुख्य कारण नै अनुभवको कमी हो, किनकि नेपालले टेस्ट कन्ट्रीहरू जस्तो धेरै टिमहरूसँग गेम खेल्न पाएको छैन। सानै टिमहरूसँग पनि धेरै गेमहरू खेल्न पाएको छैन नेपालले। लोकेश बम, गुलसन झा, नयाँ खेलाडीहरू छन् जुन इंग्ल्यान्डको खेलाडीको जस्तो हामीसँग अनुभव छैन। यस्तै प्रेसर ह्यान्डलिङको क्षमता नभएर पनि नेपाल जितिसकेको गेम हार्न पुग्यो। नत्र जोफ्रा आर्चर जस्तो बलरलाई, आदिल रसिद जस्तो बलरलाई त यसरी कुटेका छन् केटाहरूले। अनि अन्तिम ओभरमा 10 रन किन नबन्थ्यो र? नत्र त्यही अनुभवको कमी भएर त हो। धेरैले पहिलेदेखि भनेका थिए नेपालले जोफ्रा आर्चरको बोलिङ कसरी खेल्छ, ठुल्ठुलो खेलाडीहरूलाई नै पसिना आउँछ जोफ्रा आर्चरको 150 किलोमिटर पर आवरको बोलिङ स्पिड। यस्तै धेरै मिमहरू बनिरहेका थिए। तर नेपालले देखाइदियो कि हामीसँग कति छ क्षमता। गेम मात्र जित्न नसकेको तर आफ्नो क्षमता भने केही कमी छोडेको होइन। इंग्ल्यान्ड जस्तो टिमलाई यहाँ पसिना छुटाउनु भनेको सामान्य कुरा होइन। 18औं ओभरमा जोफ्रा आर्चर विरुद्ध लागेको छक्काहरू इंग्ल्यान्डको क्याप्टन ह्यारी ब्रुक नै अचम्म परिरहेका थिए। या के भइरहेछ? एकछिन त उनीहरूलाई पनि लागेको थियो यो कुन टिम हो, हामी कुन टिमसँग खेल्दैछौँ, के भइरहेछ? नेपालले पावर त देखाएको हो नि त, तर अन्तिममा प्रेसरमा अनुभवको कमी भएर मात्रै नेपाल हारेको। नत्र नेपालले केही बाँकी राखेको छैन। आदिल रसिद जस्तो 1 नम्बर T20 बलरलाई त कतै बाँकी छोडेन भने अरू त कुन खेतको मुला हो र? अन्तिममा हामी हार्न पुग्यौं। तर गेम नजिते पनि मन चाहिँ नेपाल क्रिकेटले सबैको जितेको छ। इन्डियन मिडियाहरू, इन्डियन फ्यानहरू, दुनियाँभरका क्रिकेटरहरू जताततै नेपाल क्रिकेट सायद विश्वकै 1 नम्बरमा हुनुपर्छ नेपाल चर्चा कमाउनेमा चाहिँ। मुम्बईमा खेल भइरहेछ तर दर्शकहरू भने यहाँ टियुको भन्दा नि बढी छ। अनि यहीँबाट थाहा हुन्छ नेपालको इन्टेन्ट कति छ, नेपालको क्षमता कति, दर्शकहरूको माया अनि नेपाल टिमको पावर। गेम नजिते पनि मन जितेको छ सबैको। यो तरिकाले खेल्ने हो भने अरू टिमलाई हामी सजिलै जित्न पनि सक्छौं, किनकि इंग्ल्यान्डको तुलनामा अरू टिमहरू त्यति बलियो छैनन्। यति राम्रोसँग खेल्यो भने अरू टिमलाई नेपालले सजिलै जित्छ। सुपर 8मा पुग्ने सम्भावना पनि छ। सबैले शुभकामना दिनु होला। यसरी खेल्यो भने नेपालले केही गर्न सक्छ। बाँकी नेक्स्ट गेम फेब्रुअरी 12। सबैले शुभकामना दिनु होला। जय नेपाल।